सबैजना ट्रेडरलाई वेलकम ब्याक फेरि पनि हाम्रो फोरेक्स इन्जिनियर युट्युब च्यानलमा। अस्ति मैले एक्सएमएसको भिडियो बनाएको थिएँ, अनि आज चाहिँ फेरि क्यान्डलस्टिकको बारेमा चाहिँ भिडियो बनाउँ कि भनेर हो। अब भिडियो चाहिँ एकदम लेन्दी भयो र मैले चाहिँ सिङ्गल क्यान्डलस्टिकको मात्र सुरुमा बनाएको छु है। अब फेरि पनि अब डबल स्टिक अनि ट्रिपल स्टिकको क्यान्डलहरूको पनि बनाउँदै जाउँला पछि चाहिँ है। के भन्दा चाहिँ सुरुमा चाहिँ अब क्यान्डलै जान्नुपर्ने हुन्छ नि त। अब क्यान्डलको बारेमा अब जो बिगिनर हुनुहुन्छ उहाँहरूलाई त थाहा हुँदैन क्यान्डल के हो भनेर, तर जो अलि फोरेक्समा बिताइसकेको हुनुहुन्छ उहाँहरूलाई चाहिँ राम्रोसँग थाहा हुन्छ क्यान्डलको बारेमा है। त्यही भएर सुरुमा चाहिँ म जो बिगिनर हुनुहुन्छ उहाँहरूको लागि भनेर चाहिँ यो क्यान्डल स्टिकको बारेमा चाहिँ भिडियो बनाउन गइरहेको छु है। यो टाइप्स अफ क्यान्डल भनेको चाहिँ एउटा बुलिस क्यान्डल हुन्छ अनि एउटा बेरिस क्यान्डल हुन्छ है। एउटा बुलिस भनेको चाहिँ यो ग्रिन क्यान्डललाई चाहिँ बुलिस क्यान्डल भन्यो र बेरिस क्यान्डल भनेको चाहिँ यसलाई रेड क्यान्डललाई चाहिँ बेरिस क्यान्डल भनिन्छ है। अब बुलिस क्यान्डलमा चाहिँ के हुन्छ त भन्दाखेरि अब बुलिस क्यान्डलको एउटा चाहिँ अब विक हुन्छ अनि एउटा चाहिँ तपाईँको बडी हुन्छ है। अब जुन यो यहाँबाट माथि निस्किएको छ यसलाई विक अथवा लेग पनि भन्छन्, अनि जुन यति बनेको छ यसलाई चाहिँ हामी बडी भन्छौँ है। यो चाहिँ हाम्रो बुलिस क्यान्डल भयो र अर्को हाम्रो चाहिँ बेरिस क्यान्डलको पनि सेम त्यही हो नि है। बेरिस क्यान्डलको लागि यहाँबाट माथि आएकोलाई चाहिँ विक अर लेग भनिन्छ यतिलाई चाहिँ, अनि योभन्दा मुनिकोलाई चाहिँ बडी भनिन्छ है। सजिलै हुन्छ। अब क्यान्डल्सहरू अब ओपन क्लोज अनि लो हाई पनि छुट्याउन चाहिँ जान्नुपर्छ है। इफ तपाईँहरूको क्यान्डल चाहिँ अब बेरिसमा छ भने होइन बुलिसमा छ भने चाहिँ तपाईँहरूको क्यान्डल चाहिँ जुन यो यहाँबाट चाहिँ ओपन हुन्छ है, तपाईँहरूको प्राइस चाहिँ यहाँबाट ओपन हुन्छ। अब ओपन भएपछि अब क्लोज पनि हुनु पऱ्यो नि त होइन। क्लोज चाहिँ एक बडीभित्र चाहिँ क्लोज हुनु पऱ्यो है। यहाँ ओपन भयो, यहाँ एकमा दुईमा क्लोज भयो है। अब यसको हाई र लो हुन्छ फेरि है। अब जुन अब तपाईँको ओपनभन्दा मुनि गएको छ यो क्यान्डलमा, यसको विक मुनि गएको छ भने यसलाई चाहिँ हामी लो भन्छौँ है, लो भन्छौँ। र क्यान्डलको माथि गएको छ यसलाई चाहिँ हामी हाई भन्छौँ है। अब फेरि यसको चाहिँ ठ्याक्कै बेरिसमा चाहिँ अब रेड क्यान्डलमा चाहिँ ठ्याक्कै अपोजिट हुने है। जसरी तपाईँहरूको चाहिँ यता ओपन भएको थियो भने चाहिँ त्यो चाहिँ अब यसको चाहिँ यसलाई चाहिँ ओपन भन्छौँ हामी है। किनकि भनेपछि यस्तो हुँदा नि त अब बेरिस क्यान्डल भनेपछि अब बेरिस क्यान्डल यहाँ बनिरहेछ भने यी माथिबाट प्राइस चाहिँ जाने हो है, उठ्दै जाने हो। अब बेरिस बनाएको छ भने त तलतिर आउने हो नि त यसरी। त्यही भएर हाम्रो ओपन चाहिँ बेरिसको ओपन चाहिँ यहाँनिर हुन्छ र क्लोज चाहिँ तल हुन्छ, र यसको हाई भनेको चाहिँ तलको हुन्छ है यो हाई चाहिँ फेरि, अनि यसको लो भनेको त्यही माथिको बेरिसको जस्तो ठ्याक्कै अपोजिट हुन्छ यसको है। यहाँनिर ओपन प्राइस यहाँनिर चाहिँ ओपन भयो र हल्का माथि गइदियो, फेरि तलै आयो, तलै आएर फेरि यहाँ तलै आयो, पुरै तल आयो, तर यहाँ आएर फेरि यहाँ चाहिँ क्लोज गरिदियो यसले चाहिँ है। त्यसो भएर यो क्लोज भयो, यो तपाईँको ओपन भयो, अनि यो चाहिँ लो भयो, यो तपाईँको चाहिँ हाई भयो है। अब अर्कोमा जाउँ। अब चाहिँ अर्को के हुन्छ भन्दाखेरि तपाईँहरूको अब क्यान्डल पनि अब धेरै किसिमको हुन्छ है। अब मैले चाहिँ यो भिडियो लिने हुन्छ भनेर सिङ्गल क्यान्डल स्टिक प्याटर्नको म त बनाएको छु। यसको डबल पनि हुन्छ अनि एउटा चाहिँ ट्रिपल भन्ने पनि हुन्छ है। त्यही भएर यसको चाहिँ तिनवटा क्यान्डल स्टिक चाहिँ हुन्छ। सिङ्गल भनेको चाहिँ कस्तो भन्नालाई चाहिँ एउटा मात्रलाई चाहिँ सिङ्गल क्यान्डल स्टिक प्याटर्न भन्ने हो। अब डबल भन्यो भने चाहिँ यसमै अब दुईवटा बनेको क्यान्डल स्टिक है। अब ट्रिपल भनेको यिनीहरू तिनवटा क्यान्डल स्टिक बनेको, र अहिले हामी चाहिँ सिङ्गल क्यान्डल स्टिक मात्र हेर्छौँ है। त्यो भनेको एउटा मात्र क्यान्डल हेर्छौँ है। अब सिम्बल क्यान्डल स्टिकमा चाहिँ के हुन्छ भने सुरुमा चाहिँ ह्यामर क्यान्डल स्टिक प्याटर्नको बारेमा चाहिँ जान्नुहुन्छ है। अब ह्यामर क्यान्डल स्टिक प्याटर्न भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ तपाईँको यहाँनिर एउटा क्यान्डल बनिदियो अनि यहाँबाट विक फर्म गरिदियो है। विक फर्म गर्दाखेरि चाहिँ यसको जुन विक हुन्छ नि यसको चाहिँ 2 टाइम्स चाहिँ हुनु पऱ्यो है, बडीको 2 टाइम्स चाहिँ हुनु पऱ्यो। जुन बडीको छ नि यो तपाईँहरूको
चाहिँ 2 टाइम्स चाहिँ हुनु पर्यो यो चाहिँ है। यो ह्यामर बन्ने बेला चाहिँ यस्तो भएर 2टा चाहिँ हुनु पर्यो। यसको रुल्स पनि हुन्छ है। यसको रुल्स भनेको चाहिँ कस्तो भन्दा चाहिँ अब यो चाहिँ यो तपाईँको चाहिँ अब बुलिस यसलाई चाहिँ माथि जानलाई प्राइसलाई माथि जानलाई चाहिँ हेल्प गर्ने हो। यसको कन्फर्मेसन लिँदा यो बुलिसको चाहिँ हेर्दाखेरि चाहिँ माथि जाने हो नि यसको चाहिँ है खास गरी। अब यसको चाहिँ अब यसको टाइप चाहिँ बुलिस भयो होइन। अब बुलिस जानलाई यसको कलर चाहिँ म्याटर गर्दैन है। अब कोही बेला चाहिँ अब ग्रिन बनाएको हुन्छ भने कोही बेला रेड पनि बनिन्छ है। तर माथि जानु छ भने चाहिँ कन्फर्मेसन लिनु पऱ्यो भने चाहिँ यसको 2 टाइम्स चाहिँ बडीको 2 टाइम्स चाहिँ बिगर हुनु पऱ्यो है। यो विक चाहिँ यो हाम्रो यो चाहिँ बुलिस क्यान्डल भयो है। अब हामी अर्कोमा जान्छौँ है। अर्को चाहिँ हाम्रो यसको भिडियो नै हेर्नुहोस् भिडियो सरी। अब हेर्ने यहाँनिर चाहिँ अब बुलिस क्यान्डल चाहिँ चिन्नु पर्दा के अरे बुलिस चाहिँ बेरिस चाहिँ के अरे यो ह्यामर चाहिँ ह्यामर चाहिँ चिन्नु पऱ्यो क्यान्डल है। अब चिन्न सक्नुहुन्छ हुन्न यहाँनिर चाहिँ म यो चाहिँ यो रिसेन्टकै हो है। यो चाहिँ यहाँनिर तपाईँहरूको चाहिँ अब बुलिसको चाहिँ ह्यामर बनिसकेको छ है। यसको क्यान्डल चाहिँ रेड बने पनि ग्रिन बने पनि यसले चाहिँ प्राइसलाई चाहिँ माथि नै ठेल्ने हो है। यस्तो क्यान्डल बनिसकेको छैन यहाँनिर चाहिँ आफूले नि हेर्नु पऱ्यो है। यहाँनिर त बनाएको छ नि त हाम्रै। अब हेर्नु यहाँनिर चाहिँ अब यस्तो चाहिँ अब चाहिँ यो बुलिस भनेको थियो नि त यसले। यो चाहिँ अब बुलिस भनेपछि माथि जान्छ है यसो सर। यहाँबाट ट्राभल गर्दैछ है। यहाँबाट पनि गयो यहाँबाट पनि गयो यहाँबाट पनि गयो जाँदैछ है। गोल्डमा चाहिँ अब मैले ट्रेड गर्ने भनेको चाहिँ गोल्डकोमा हो। गोल्ड युएसटीमा गर्ने हो। अब यसमा चाहिँ इजिली चाहिँ 60 पिप्स चाहिँ दिन्छ है। मेरो एसएल भन्यो भने चाहिँ 20 पिप्सको रहन्छ। अनि त्यहाँपछि टार्गेट भनेको चाहिँ 60 पिप्सको रहन्छ। सुरुमा बिगिनर हुन्छ उहाँलाई त थाहा हुँदैन। पछि थाहा हुन्छ। म सबै भन्छु है पछि। अब तपाईँको चाहिँ अब चाहिँ ह्याङ्गिङ म्यान क्यान्डलस्टिक भयो है। यसको चाहिँ के हुनु पऱ्यो भने ठ्याक्कै बेरिसको चाहिँ उल्टो जस्तो भयो यो चाहिँ है। जस्तै हेरौँ अब यो चाहिँ फेरि बेरिस हो है। फेरि बेरिस ह्याङ्गिङ म्यान क्यान्डलस्टिक यदि काहीँ बन्यो भने चाहिँ तपाईँहरूले बेरिसतिर प्लान गर्दा चाहिँ भयो है। त्यही भएर यसको पनि त्यही हो। जसरी अब अहिलेको ह्यामरको जसरी यो 2 टाइम्स के अरे ठुलो त्यो बिगर थियो नि यो हाम्रो क्यान्डल भन्दा यसको पनि त्यही 2 टाइम्स भन्दा बिगर चाहिँ हुन्छ है। यसको रुल्स भनेको चाहिँ यो बेरिस भयो। कलरले म्याटर गर्दैन। साइज चाहिँ 2 टाइम्स अफ बडी हुनु पऱ्यो। र यस्तो बेला चाहिँ कस्तो हुन्छ भने तपाईँहरूको चाहिँ अब बेरिस छ भने चाहिँ कस्तो हुनुभयो तपाईँहरूको भने चाहिँ यहाँबाट आएर यस्तो चाहिँ हुनुभयो। त्यही भएर मैले यहाँ चाहिँ यो पनि लगाइदिएको छु। मैले चाहिँ यहाँ लाइन नै बनाइदिएको छु। तपाईँहरूको यस्तो आइरहेछ। तर इफ यहाँनिर चाहिँ यो क्यान्डल बन्यो भने चाहिँ तपाईँहरूको प्राइस चाहिँ बेरिसतिर प्लान गर्दा भयो है। यसको यहाँ हेर्नु पऱ्यो है। मैले भिडियो पज पनि गरिदिएको छु। अब के हुनु पऱ्यो तपाईँको अहिलेको जस्तो प्याटर्न बन्नु पऱ्यो है। कस्तो बन्नु पऱ्यो भनेपछि बेरीसँग कस्तो हुनु पऱ्यो यहाँनिर बनिसक्यो क्यान्डल है। यहाँनिर तपाईँको क्यान्डल चाहिँ यस्तो बन्नु पऱ्यो। अब यहाँबाट चाहिँ प्राइस झर्छ है। यसरी झर्दै तल जान्छ केही पछि फेरि रिभर्स लिएर माथि जान्छ। त्यो पनि 60 पिप्स चाहिँ आनन्द लिन्छ है। 60 80 पिप्स नगर्नु 50 देखि 60 पिप्स चाहिँ आनन्दले दिन्छ है गोल्डमा।
अब अर्को प्याटर्न हेरौँ। अब चाहिँ इन्भर्टेड ह्यामर क्यान्डल प्याटर्न भन्छ, क्यान्डलस्टिक प्याटर्न भन्ने। यो चाहिँ कस्तो भइदियो भने चाहिँ तपाईँहरूको जसरी अघि चाहिँ यो ह्यामरको बनाएको थियो त्यसलाई चाहिँ अब उल्टो पारिदिने है। जसरी तपाईँहरूको ह्यामर त कसरी बनाएको थियो, यस्तो थियो अनि यस्तो थियो। अब इन्भर्टेड भनेको अब उँभोपट्टि बन्नु पऱ्यो है। तपाईँहरूको जुन यो विक छ यो 2 टाइम्स यो हुनु पऱ्यो है, सकेसम्म हुनु पऱ्यो। नभए पनि अब यसमा चाहिँ प्लान गर्दा भयो है। यो चाहिँ कलरले चाहिँ म्याटर गर्दैन, रेड बने पनि केही हुँदैन र ग्रिन बने पनि केही हुँदैन, तर ह्यामर चाहिँ बन्नु पऱ्यो है। अब सकेसम्म यो 2 टाइम्सै भनियो विक, नत्र नबने पनि यसमा चाहिँ इन्भर्टेडमा चाहिँ के अरे 1 टाइम जति बन्यो भने पनि प्लान गर्दा चाहिँ भयो है। यसको भिडियो यहाँ हेरौँ सबैजनाले। यहाँनिर बनिसकेको छ यहाँनिर है। यहाँबाट प्राइस अब माथि जान्छ है, बुलिस हो नि त इन्भर्टेडले त यस्तो जान्छ। अब सुरुमा चाहिँ अब जस क्यान्डलबाट नै बुझेर गयो भने चाहिँ राम्रो हुन्छ है। अब मैले पनि सुरुमा चाहिँ यस्तै क्यान्डलबाट नै गएको। अनि यो चाहिँ पछि कहाँ काम लाग्छ भन्दाखेरि चाहिँ अब इन्ट्री लिँदाखेरि चाहिँ आफ्नो न्यारेटिभमा प्राइस आयो भने चाहिँ कन्फर्मेसन चाहिन्छ है। क्यान्डलको कन्फर्मेसनबाट चाहिँ इन्ट्री लिनुपर्छ है। मैले चाहिँ त्यही गर्छु। मेरो भने जहिले पनि 5 मिनटमा चाहिँ एफएजीहरू ड्र गर्ने हो। अनि त्यसपछि 1 मिनटमा चाहिँ एफएजीभित्र आउँदाखेरि चाहिँ 1 मिनटको कन्फर्मेसनमा चाहिँ अनि ट्रेड लिने हो है। ट्रेड लिँदाखेरि पनि त्यहाँ नि फिबोनाची युज गर्नुपर्छ है। म चाहिँ फिबोनाची युज गरेर लिन्छु। त्यो अलि मेरो अर्कै छ है यो स्ट्राटेजीहरू चाहिँ। आइसिटी नै फलो गर्छु गर्नु चाहिँ, तर त्यसमा पनि अर्कै मोडिफाई गरेर बनाएको छु मैले चाहिँ है। अब यसमा चाहिँ सुटिङ स्टार हो है। यो चाहिँ अब सुटिङ स्टार भनेपछि यसले चाहिँ के रिप्रेजेन्ट गर्यो भन्दाखेरि चाहिँ इफ तपाईँको प्राइस चाहिँ बुलिस छ भने चाहिँ यसले चाहिँ बेरिसमा ल्याउँछ यसले चाहिँ है। सुटिङ स्टार यस्तो क्यान्डल काहीँ बन्यो भने चाहिँ तपाईँहरूले बेरिसतिर प्लान गर्दा भयो है। सिम्पल हेर्दाखेरि चाहिँ यो मैले चाहिँ जहिले पनि एक घन्टा के अरे 1 आवरको टाइम फ्रेममा बनाएको यो सबै। एउटाको चाहिँ कति 15 मिनटमा बनाएको छ कि होला क्यान्डल नभेटेर, नत्र सबै 1 आवरको क्यान्डल बनाएको है। अब यसको रुल्स पनि के हुनु पऱ्यो भने टाइप चाहिँ बेरिस भयो, यसले कलरले म्याटर गरेन। अनि यसको साइज भनेको चाहिँ 2 टाइम्स चाहिँ बढीभन्दा चाहिँ यो विक चाहिँ ठुलो हुनु पऱ्यो है। अब यो म यसको भिडियो पनि हेरौँ। अब चिन्नु पऱ्यो आफूले है। अब सुरुमा हुनुहुन्छ भने त अब गाह्रै हुन्छ, तर पछि हेर्दै जानुभयो भने आइहाल्छ, त्यस्तो गाह्रो चाहिँ हुँदैन है। अब यसले चाहिँ के भनेको छ सुटिङको बेरिसतिर चाहिँ लाने हो यसले चाहिँ है। यहाँनिर बनाएको छ सुटिङ स्टार। कस्तो बन्यो तपाईँहरूको, यस्तो बन्यो है। यो 2 टाइम्स त यो भइहाल्यो, यस्तो बन्यो। त्यही भएर अब प्राइस चाहिँ तलतिर आउँछ। यो चाहिँ भोलि पछि ट्रेड लिँदा कन्फर्मेसनको लागि पनि यसले धेरै हेल्प गर्छ है क्यान्डलस्टिकले। त्यही भएर तपाईँहरू पनि अब सुरुमा हुनुहुन्छ भने यसलाई चाहिँ इग्नोर नगर्नु। यहीँबाट पनि धेरै बुझिन्छ। कसै यसरी ट्रेड पनि लिन्छ, सायद यसरी ट्रेड लिँदा चाहिँ अलि हुँदैन। त्यही भएर आफ्नै सेटअपहरू बनाएर अनि क्यान्डलको कन्फर्मेसन लिँदा चाहिँ यसलाई चाहिँ लिन पाइयो है। अब बुलिस यो मारुजो बोजू भन्ने छ, यो मोरु बोजू भन्ने क्यान्डलस्टिक। यसको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब यसको चाहिँ विक चाहिँ हुँदैन है। यसको विक होइन, यसको बडी मात्र हुन्छ है। बडी नै क्लोज हुनु पर्यो। अब यो भनेको चाहिँ के हुन्छ रिप्रेजेन्ट गर्छ यसले भनेपछि चाहिँ अब इफ तपाईँको चाहिँ अब बेरिसतिर आइरहेछ, अब मार्केट चाहिँ बेरिसतिर आइरहेछ, तर यो चाहिँ अब यहाँनिर चाहिँ तपाईँलाई चाहिँ एउटा यो के अरे मोरु बोजू भन्ने चाहिँ क्यान्डल बन्यो। अब यसको मतलब के हुन्छ, अब यो यसमा त अब हेर्दाखेरि त बायर्सहरू चाहिँ स्ट्रङ छ भन्ने पनि बुझिन्छ है। स्ट्रङ छ, नत्र त यहाँनिर त हल्का लुस भयो त यहाँनिर त यो विकहरू फर्म हुन्थ्यो।
है यत्रो ठुलो क्यान्डलहरू बन्दैन थियो यसको चाहिँ अब वी क्यान नट फर्म भयो कलर चाहिँ फेरि ग्रिन नै हुनु पऱ्यो तपाईँको जस्तै अब यो बुलिसबाट बेरी के अरे यो बेरिसबाट बुलिस जाँदैछ भने चाहिँ ग्रिनको चाहिँ यो बन्नु पऱ्यो है रेड बनेर भएन रेड बन्यो भने फेरि तल जानु पऱ्यो है अब यसको भिडियो हेरौँ त्यो तपाईँहरू पनि अब सुरु हुनुहुन्छ भने चाहिँ अब यो ट्रेडिङ लिड भन्ने एउटा छ त्यसमा चाहिँ अब युज गर्न सक्नुहुन्छ है त्यहाँ हेरेर ब्याक टेस्टिङको लागि भ्यारिएबल मोडहरू छ तपाईँको बुलिस चाहिँ क्यान्डल चाहियो है बुलिस चाहिँ चाहियो यहाँनिर बनिसक्यो तपाईँको यहाँनिर है अब यसले के गर्छ प्राइसलाई माथि हाल्नु यहाँबाट त बेरिसै थियो नि तर यो बन्यो अब माथि गयो है अब भोलिपछि चाहिँ तपाईँहरूको नि अब आफ्नै सेटअप बनाउनु भएको छ भने चाहिँ यसको पनि क्यान्डल स्टिकको पनि अलिक ठुलै भूमिका रहन्छ है तपाईँहरूको कन्फर्मेसन दौरा बनाउन र टिपी चाहिँ हिट गर्नलाई है भयो अब चाहिँ बेरिस यो मोरुबोजो क्यान्डल स्टिक भन्ने चाहिँ ठ्याक्कै त्यसको उल्टो है त्यसको अपोजिट हो है यसको पनि के हुनु भने यसको पनि विक चाहिँ हुँदैन है यसको बडी मात्र हुन्छ यो बडी मात्र भयो अनि यसको रुल्स भनेको चाहिँ अब यहाँ बेरिस हुनुपर्ने बुलिसै है बेरिस हो है यसको चाहिँ अब रेड हुनु पर्यो अनि यसको विकहरू फर्म हुनु भएन है अहिलेको त्यो बुलिसको र एउटै हो तर कलरले चाहिँ डिफ्रेन्स पार्ने भयो यसको है यसको भिडियो यसले चाहिँ त प्राइसलाई तल ठेल्ने भयो है यहाँनिर बनिसक्यो यहाँनिर बुलिस ट्रेन्डबाट बेरिसमा आइसक्यो है यहाँनिर तपाईँको बनिसक्यो है सायद त्यहाँनिर दुईवटा भन्छ है यहाँ एउटा बनिसकेको छ यहाँनिर एउटा भन्छ है दुईवटा अब यसले भनेको चाहिँ अब बुलिस छ भने बेरिसै अब तल लान्छ है सिम्पल हेर्ने हो भने चाहिँ पछि यो आफ्नो कन्फर्मेसनहरूलाई स्ट्रङ पार्न चाहिँ क्यान्डलले चाहिँ एकदम हेल्प गर्छ है म चाहिँ 3टा क्यान्डलको कन्फर्मेसनमा ट्रेड लिन्छु है 5 मिनटको एफपिजी बनाएर है अनि त्यसपछि 3टा क्यान्डल हेरेर अनि त्यहाँबाट चाहिँ ट्रेड लिन्छु एफपिजीमा कोही चाहिँ यस्तो हुन्छ कि अब एफपिजीमा आयो भने कि ट्रेड प्लान गर्छन् है तर त्यसरी चाहिँ गर्नु हुँदैन है कन्फर्मेसन आफ्नो कन्फर्मेसन चाहिँ हुनुपर्छ है त्यत्तिकै लिनु हुँदैन ट्रेड अब यो बुलिस स्पिनिङ टप क्यान्डलस्टिक प्याटर्न भन्ने हो यसको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब यसको चाहिँ अब दुई ठाउँमा चाहिँ विक हुनु पर्यो है अब एउटाको के अरे अप्परमा पनि हुनु पर्यो लोवरमा पनि हुनु पर्यो तर यसको पनि 2 टाइम्स चाहिँ हुनु पर्यो है बडीको 2 टाइम्स हुनु पर्यो तल पनि 2 टाइम्स माथि पनि 2 टाइम्स जस्तै इन्भर्टेड ह्यामरतिर यता तलपट्टि मात्रै हेरेको थियौँ यो के अरे इन्भर्टेड अनि ह्यामरमा चाहिँ माथि मात्रै हेरेको थियौँ 2 टाइम्स तर यसको चाहिँ तल माथि नै 2 टाइम्स हुनु पर्यो है यसले पनि खासै कलरले चाहिँ म्याटर गर्दैन है यसले चाहिँ के गर्नु भयो भन्दाखेरि चाहिँ अब बुलिस भन्ने बित्तिकै के हुनु पर्यो भने चाहिँ बेरिसमा आएको हुनु पर्यो ट्रेन्ड तर यहाँ क्यान्डल चाहिँ बन्नु पर्यो बनिसकेपछि माथि जानु पर्यो है सिम्पल भाषामा हेर्ने भयो है अब यसको
यसको के हो बेरिसबाट बुलिस लाने त यहाँनिर बनिसक्यो तपाईँको है यो यहाँनिर अब प्राइस बेरिस आज अब बुलिसतिर जान्छ बुलिस स्पिनिङ चाहिँ भयो है टपको गोल्ड हो गोल्डले चाहिँ अब गोल्डभित्र पनि सेसनहरू हुन्छ सेसनहरूभित्र चाहिँ अब टिपी हान्ने चान्स चाहिँ अलि बेसी हुन्छ है अरूमा बाहिरतिर ट्रेड लिनु भयो भने तपाईँहरू चाहिँ अलि होल्ड चाहिँ हुन्छ तर सेसन हुन्छ एउटा त्यो सेसन भन्ने त्यो सेसनभित्र ट्रेड लिनु भयो भने चाहिँ कि त एसएल खाइदिन्छ कि त टिपी चाहिँ अलिक चाँडै खाइदिन्छ है अब यो बेरिस यो स्पिनिङ टप क्यान्डलस्टिक प्याटर्न भनेको त्यस्तै हुनु पर्यो है यसले पनि यो कलरले चाहिँ म्याटर गर्दैन तपाईँको है यस्तो चाहिँ कस्तोमा हुने कस्तो सिनारीमा हुने भयो भन्दा चाहिँ तपाईँको प्राइस अलरेडी बुलिसमा छ है बुलिसमा छ तर यो क्यान्डल बनिसकेपछि चाहिँ बेरिसमा जान्छ है सधैँभरि जान्छ भन्ने पनि हुँदैन कोही बेला जाने हो यो एक घन्टाको यसमा टाइम फ्रेममा बनाएको हो अब सिम्पल हेर्दा चाहिँ बनाउने भयो तर खासै यसरी हेरेर चाहिँ ट्रेड चाहिँ लिँदिनँ म चाहिँ है तपाईँहरूले पनि सकेसम्म यसरी ट्रेड हेरेर चाहिँ नलिँदै राम्रो हुन्छ है अब केही छैन भने त अब बिस्तारै सिक्ने फेजमा हुनुहुन्छ भने त हेर्न पाइयो तर यस्तो चाहिँ भोलि पर्सि कन्फर्मेसनको लागि चाहिँ बनाउन चाहिँ भयो है अब यसरी सिम्पल हेर्ने भए यसरी चाहिँ दिए हुन्छ यहाँ मैले जतिवटा भिडियो बनाएको छु त्यसमा चाहिँ दिएको छ है सधैँभरि दिन्छ भन्ने चाहिँ हुँदैन त्यही भएर जानी चाहिँ राख्नु पर्यो क्यान्डलस्टिकको बारेमा पनि र कन्फर्मेसन लिन चाहिँ सजिलो हुन्छ भोलि ट्रेड आफ्नै स्ट्राटेजी भइसकेपछि चाहिँ है र सधैँभरि पनि अब क्यान्डलमै युज गरेर चाहिँ म बनाउँछु भन्दा पनि त्यसरी नै पाउनुहुन्छ तर यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब विनिङ रेसियो चाहिँ अलिक कम हुन्छ है देख्नु भएको हुन्छ सधैँ ठाउँमा देख्नु भएको हुन्छ यस्तो क्यान्डलहरू त्यहीँनिर लिनु त भएन नि त त्यही भएर सकेसम्म कन्फर्मेसनको लागि दर बनाउने भनेर राख्नु होला यो चाहिँ है यहाँनिर आउने हो बेरिसतिर जानु भन्ने यहाँनिर बनिसकेको छ यहाँनिर है यो 1 घन्टाको 1 आवरको टाइम फ्रेममा हो नि फेरि है अब चाहिँ यस्तो भएर यस्तो आउँछ है अब अर्को भनेको चाहिँ अब यो डजी एन्ड लङ लेग के अरे लेग डजी भनिन्छ है अब यसको चाहिँ अब यो इन्डिसिजन क्यान्डल जस्तो हुन्छ है यो चाहिँ अब जहाँ पनि देखिरहेको हुन्छन् त्यही भएर यस्तोको कन्फर्मेसनमा चाहिँ हेरेर चाहिँ जसरी अहिले इन्भर्टेड ह्यामरतिर ट्रेडहरू लिनुभयो भने त्यसमा ट्रेड दिने चान्स हुन्छ तर यस्तोमा हेर्ने भने चाहिँ अब उस्तै देख्नुहुन्छ सुरुमा त केही पनि थाहा हुँदैन त्यही भएर स्पिनिङ क्यान्डल जस्तै हो तर यसमा पनि हेरेर चाहिँ लिनुहोस् कन्फर्मेसनलाई चाहिँ राख्न सक्नुहुन्छ है अब यो ड्रागन फ्लाइट डे क्यान्डलस्टिक प्याटर्न चाहिँ के कस्तो हुन्छ भन्दाखेरि चाहिँ यसको चाहिँ अब विक चाहिँ यो यसको बडी चाहिँ यो सानो हुनु पर्यो र यसको चाहिँ जसरी 2 टाइम्सहरू थियो हाम्रो अहिलेसम्म चाहिँ होइन यसको चाहिँ 3-4 टाइम्स चाहिँ हुनु पर्यो है अनि यसलाई चाहिँ ड्रागन फ्लाइट डोजी क्यान्डलस्टिक प्याटर्न भन्ने हो यसको रुल्स भनेको चाहिँ यसको बुलिस जाने हो है यसले चाहिँ बुलिसलाई चाहिँ जान्छ यसले चाहिँ यसको कलर म्याटर गर्दैन यसले अनि त्यसपछि यसको विक भनेको त्यो 3-4 टाइम हुनु पर्यो कस्तोमा बन्नु पर्यो भने तपाईँको यहाँनिर बेरिस आछ भने यहाँ बन्यो भने चाहिँ यो हाम्रो ड्रागन फ्लाइट डोजी क्यान्डलस्टिक बन्यो भने चाहिँ यस्तो प्रोबाबिलिटी माथि जान्छ भन्ने चाहिँ हुन्छ है अब यसको भिडियो पनि हेरौँ धेरै देखिन्छ यस्तो यो देख्न चाहिँ होइन तर ठुलो टाइम फ्रेममा पनि तर भोलि पर्सि चाहिँ गर्दै जाँदाखेरि चाहिँ अलि धेरै जानिन्छ है यहाँनिर बनिसकेको छ है यहाँ बनिसकेको छ यस्तो बनिसकेको छ तपाईँको है अब के गर्छ प्राइस यस्तो आछ यस्तो गरिदिन्छ
अब तपाईँहरूले नि कुन कुन पियरमा गरिराख्नु भएको छ होइन। अब यो धेरै पियरमा गर्नुभन्दा पनि बरु एउटा पियरमा चाहिँ गर्नु, एउटा पियरमा गर्नु। अब त्यहाँको पनि अब मार्केट स्ट्रक्चरहरूको बारेमा नि जानिन्छ त्यहाँनिर चाहिँ है। सबै ठाउँमा एउटै मार्केट स्ट्रक्चर हुनु पनि हुँदैन। अब एउटा पढाइ हुन्छ तर त्यहाँ अर्कै हुन्छ है। त्यही भएर एउटैमै ट्रेड गर्नु पऱ्यो भने मार्केटको बिहेभियर पनि थाहा हुन्छ तपाईँहरूलाई। स्ट्रक्चर त अब बनाउने ड्र गर्न सक्यो तर बिहेभियर चाहिँ थाहा हुनु पऱ्यो है मार्केटको। त्यही भएर 2-3टा पियरहरू भन्दा चाहिँ सकेसम्म एउटा पियरमा मात्र गर्नु। अनि एउटा पियरमा गरिसकेपछि तपाईँको मार्केटको साइकोलोजीहरू पनि बुझ्नुहुन्छ है, मार्केटको स्ट्रक्चरहरू पनि बुझ्नुहुन्छ। मार्केट अनुसारको स्ट्रक्चरहरू छुट्टै छुट्टै हुन्छ है, बिहेभियर उनीहरूको छुट्टै हुन्छ। त्यही भएर सकेसम्म एउटा पियरलाई मात्र गर्नु होला है। एउटा पियरमा पनि ट्रेड लिनु भने मजाले हुन्छ है त्यो। अब यो ग्रेप स्टोन जो चाहिँ क्यान्डलस्टिक प्याटर्न भनेको चाहिँ अब ठ्याक्कै उल्टो हो। अब जस्तै हामीले अघि यो हेरेको थियौँ हामीले यो ड्रागन फ्लाई, अब त्यसको उल्टो जस्तो हो यसको पनि है। अब यसले चाहिँ के रिप्रेजेन्ट गर्ने भयो भन्दाखेरि चाहिँ तपाईँको चाहिँ अब बुलिसतिर गइरहेको छ मार्केट भने चाहिँ अब यसले चाहिँ यो क्यान्डल बनिसकेपछि चाहिँ बेरिसतिर आउँछ भने चाहिँ प्रोभाबिलिटी चाहिँ यसले चाहिँ दिने भयो है, तल आउँछ भन्ने चाहिँ। यसको भिडियो हेरौँ। प्राइस बुलिस भइरहेको। अब यहाँनिर बनिसक्यो, यहाँनिर दुई ताली बनिसकेको छ, यहाँनिर दुईवटा छ, यहाँनिर एकै ताली है। अब यसले चाहिँ के गर्छ भने चाहिँ प्राइसले अब तल लाग्छ है। त्यही अब भिडियोहरू के कस्तो लाग्दैछ होइन। अब सुरुमा स्टार्टिङ गरेको, अब सब्सक्राइबरहरू पनि त्यति धेरैहरू छैन। त्यही भएर अब भिडियो चाहिँ बनाइराखेर हालिरहेको छु मैले। अब तपाईँहरूलाई पनि राम्रो लाग्यो भने चाहिँ कमेन्ट समेन्ट गरिदिनु होइन। अब अझै भर्खर एउटा यो सिङ्गल क्यान्डल स्टिकको भयो, डबल ट्रिपल पनि हुन्छ। अनि त्यहाँबाट चाहिँ तपाईँहरूलाई बायस छुट्याउनेहरूदेखि लिएर अब होइन एफिजीहरूको बारेमा, अनि आइसिटीहरूको पनि आफ्नो आइसिटीलाई चाहिँ म उयो फलो गर्छु नि, आइसिटीहरूको पनि त्यहाँभित्र धेरै हुन्छ। अब मैले जाने जति चाहिँ म युट्युबको माध्यमबाट चाहिँ देखाउँछु भन्ने हो। अनि त्यहाँपछि लास्टमा चाहिँ अब मेरो सेटअपले पनि अहिले काम चाहिँ म आफ्नै सेटअप छ मेरो, त्यसले काम गरिरहेको छ। अनि तपाईँहरूलाई कसैलाई चाहिँ अब गाह्रो छ यताउता भइरहेको छैन अब भने चाहिँ अब इन्स्टाग्राममा मेसेज गर्नु होला। अनि त्यसमा चाहिँ म अलिअलि हिन्ट्स दिन्छु तपाईँहरूलाई है। अब सुरुमा त अब केही पनि मिल्या हुँदैन, पछि बिस्तारै हुँदै जान्छ। तर यो क्यान्डल स्टिकको बारेमा नि जानिराखे चाहिँ राम्रो कुरा है। यसले चाहिँ तपाईँलाई हिन्ट्स दिन्छ। ट्रेड लिने बेला जतिखेर नि कन्फिडेन्स नै चाहिने कुरा हो कि। अब मान्छेले त्यत्तिकै ठाउँमा चाहिँ लिनु पनि भएन र त्यो लिनुलाई चाहिँ कन्फिडेन्स चाहिन्छ। अब त्यो भनेको चाहिँ ट्रेन्ड लाइन हेर्नु पऱ्यो तपाईँहरूले, अनि एफिजीहरू हेर्नु पऱ्यो, सपोर्ट एन्ड रेजिस्टेन्सहरू हेर्नु पऱ्यो है। त्यहाँबाट चाहिँ उठ्छ भन्ने चाहिँ प्रोभाबिलिटी हेर्ने त हो नि। अनि त्यहाँबाट चाहिँ ट्रेड लिनु पर्छ है। अनि जस्तै तपाईँको अब ट्रेड चाहिँ लिइराख्नु भएको छ अरे तपाईँले होइन। अब ट्रेड लिँदाखेरि चाहिँ अब कन्फर्मेसन त चाहिन्छ नि त। अब जहाँ पाएँ त्यहीँ ट्रेड त लिने कुरा भएन। जस्तै अब यहाँनिर अहिले भर्खर हामीले ग्रेप स्टोन हेर्छौँ होइन। अब तपाईँले चाहिँ तपाईँको प्राइस चाहिँ धेरै माथि गइरहेछ भने चाहिँ अब त्यहाँनिर चाहिँ ग्रेप स्टोन्स भइदियो भने चाहिँ तपाईँलाई चाहिँ के लाग्छ, ग्रेप स्टोन बन्यो भने चाहिँ अब प्राइस चाहिँ तलतिर जान्छ भन्ने लाग्यो। अनि दोस्रोमा चाहिँ अब तपाईँको यहाँ एउटा यहाँ माथि तपाईँको रेसिस्टेन्स छ भने चाहिँ यताबाट पनि धेरै ट्र्यापहरू दिएर तल आएको छ भने यहाँ पनि अब तपाईँको चाहिँ रेसिस्टेन्सबाट चाहिँ यो ग्रेप स्टोन बनिदियो भने चाहिँ तल जान्छ भन्ने हुन्छ होइन। अनि यहाँबाट चाहिँ अब ट्रेन्ड लाइन दियो होइन। अब ट्रेन्ड लाइनबाट पनि यो ट्रेन्ड लाइन हेर्दाखेरि पनि अब यो ट्रेन्ड लाइनमा चाहिँ प्राइस छ अरे होइन। यो ट्रेन्ड लाइनको चाहिँ यतातिर प्राइस पुग्यो भने ठ्याक्कै यहीँ बन्यो भने चाहिँ अब भयो नि त। अब तपाईँको 3टा त कन्फर्मेसन त भइसक्यो नि त प्राइस तलै जान्छ भन्ने। अनि त्यो तलै जान्छ भनिसकेपछि चाहिँ अब ट्रेड लिनलाई कन्फिडेन्स चाहिँ चाहिन्छ है। अब यिनीहरूले भनेको चाहिँ अब यो क्यान्डल स्टिकहरूले भने चाहिँ अब कन्फिडेन्स नै बढाउने है। अब कसैले क्यान्डलै हेरेर लिन्छन् होइन। अब हेड एन्ड सोल्डरको प्याटर्नमा लिन्छन्, कहिले यो डब्लु प्याटर्नमा लिन्छन्, कहिले एम प्याटर्नमा लिन्छन्, कहिले यो फ्ल्यागमा लिन्छन्, अनि कहिले पेन्डेन्टमा लिन्छन्
अब रेक्टेङ्गलमा लिन्छन् है, त्यो आफ्नो हुन्छ। त्यही भएर जुन यो हामीले यो क्यान्डलस्टिक गरिरहेको छौँ, क्यान्डलस्टिकबाट चाहिँ अब तपाईँहरूले भोलि पर्सि अब यस्तोमै हेरेर म लिन्छु ट्रेड भन्दा पनि पाउनुहुन्छ होइन। अब 10वटा ट्रेड लिनुभयो त 10वटा चाहिँ ट्र्याप हान्दैन नि त तपाईँहरूलाई, कमसेकम पनि 7-8 ताल त ट्र्याप हाने पनि 3-4 त दिन्छ नि त, त्यही हो। अब यसमा चाहिँ ट्रेडिङमा भनेपछि चाहिँ अब कुन फलो गर्ने भन्ने हो क्या तपाईँहरूले। अब एउटालाई फलो गर्नु, एउटालाई फलो गरिसकेपछि बरु त्यसलाई नै मोडिफाई गर्दै चाहिँ जानु, नत्र अब एउटा गर्नुहुन्छ भोलि पछि अर्को हुन्छ, त्यही भएर तनाव हुन्छ है। त्यही भएर सकेसम्म एउटालाई फलो गर्नु, एउटा फलो गरिसकेपछि त्यसलाई नै भयो दिएर हुन्छ। भोलि चाहिँ अब फेरि 1-2 दिनपछि चाहिँ 2 दिनको ग्यापमा चाहिँ भिडियो हालौँ भन्ने सोचिरहेको। अब भिडियोमा चाहिँ डबल क्यान्डलस्टिकको बारेमा हाल्छु, त्यसपछि चाहिँ ट्रिपल स्टिकको बारेमा। अब एउटै भिडियो बनायो भने चाहिँ एकदम लेन्दी हुन्छ, यही आधी घन्टा त्यो हुन लागिसक्यो, त्यो हाल्यो भने त अब तपाईँहरूलाई नि हेर्न नि अल्छी लाग्छ नि त। त्यही भएर सकेसम्म टाइमिङ चाहिँ छोटो गरिराख, तैपनि अलि लेन्दी भइदिन्छ क्या, अलि म धेरै एक्सप्लेनेसन गर्छु नि, त्यही भएर पनि अलि लेन्दी भइदिन्छ है। अब अरू बिगिनरहरू हुनुहुन्छ भने चाहिँ क्यान्डलस्टिकबाट हेर्दै जानु पर्यो तपाईँहरूले है। अब जो अलि ट्रेड गरेको लगभग 1 वर्ष 1.5 वर्ष 7-8 महिना भएको छ भने चाहिँ उहाँहरूले पनि एकतारी चाहिँ तपाईँहरूको ट्रेडहरू मिलिरहेन तपाईँहरूको होइन। अब तपाईँलाई उयो गर्न के अरे आफ्नो न्यारेटिभमा त प्राइज आयो, न्यारेटिभमा आएको बित्तिकै लिनु भएन है ट्रेड चाहिँ, त्यहाँनिर पनि क्यान्डलको कन्फर्मेसन हेरेर चाहिँ लिनुपर्छ। त्यही भएर क्यान्डल चाहिँ बुझिराख्यो भने चाहिँ सजिलो हुन्छ तपाईँहरूलाई है पछिसम्म। त्यही भन्दै अब यति भिडियोलाई चाहिँ नै गरिदिउँ, अब भिडियो नि लामो भइसक्यो है। अनि अब केही यताउता गाह्रो पर्यो भने चाहिँ अब इन्स्टाग्रामतिर सम्झिन सक्नुहुन्छ है। अनि त्यसपछि सकेसम्म अब सब्सक्राइबरहरू नि अघि बढाएको छैन, सक्नुहुन्छ भने 1-2 जनालाई यसो भिडियो पनि सेयर गरिदिनु होला है। हस् त, धन्यवाद।